साथीहरू नमस्कार। तपाईँहरूलाई हार्दिक स्वागत छ यस लोक सेवा सारथी युट्युब च्यानलमा। भर्खरै मात्र लोक सेवा आयोगले नायब सुब्बा वा सोसर पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरिरहेको छ र धेरै ठाउँबाट नतिजा आइसकेको अवस्था छ। लिखित परीक्षामा उत्तीर्ण सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई एवं पूर्ण सफलताको कामना गर्दछु र अबको हाम्रो बाँकी चरण भनेको एकदमै महत्त्वपूर्ण चरण कम्प्युटर परीक्षण चरण बाँकी रहेको छ। त्यसको लागि हामीले आफ्नो तयारीलाई एकदमै मजबुत र बलियो बनाउनु पर्ने हुन्छ, किनभने लोकसेवा जस्तो कम्पिटेटिभ इक्जाममा 0.5 0.12 को पनि एकदमै महत्त्वपूर्ण भूमिका हुने भएको हिसाबले कम्प्युटर परीक्षण कम्प्युटर स्किल टेस्ट पनि तपाईँहरूलाई 10 अङ्कको सोध्ने गर्दछ र त्यही 10 अङ्कलाई चाहिँ कसरी क्यारी गर्ने, कसरी चाहिँ हामी 10 मा 10 ल्याउन सक्ने भन्ने कुरा तपाईँहरूलाई म यस भिडियो मार्फत केही हदसम्म सहयोग पुर्याउने हेतुले चाहिँ म तपाईँहरूलाई भिडियो ल्याउन गइरहेको छु। आजको पहिलो भिडियो भनेको तपाईँहरूको कम्प्युटर परीक्षणसँग सम्बन्धित सामान्य जानकारी हुनेछ, जस अन्तर्गत हाम्रो पाठ्यक्रमलाई हामी हेर्नेछौँ र पाठ्यक्रमलाई बुझ्ने कोसिस गर्नेछौँ। हाम्रो कम्प्युटर स्किल टेस्टको पाठ्यक्रम कतिको इजी छ र कतिको डिफिकल्ट छ तपाईँहरूलाई लाग्न सक्छ। कम्प्युटरसँग नलेज नभएका साथीहरूलाई कम्प्युटर भन्न बित्तिकै डर लाग्न सक्छ, टाइपिङ भन्न बित्तिकै डर लाग्न सक्छ, त्यो भित्रको सेटिङ कसरी गर्ने जति गरे पनि याद हुँदैन, त्यस्तो टाइपको तपाईँलाई लाग्न सक्छ भने म तपाईँहरूलाई भिडियो मार्फत क्लियर बनाउने कोसिस गर्नेछु र म तपाईँहरूलाई आवश्यकता अनुसारको भिडियोहरू ल्याउँदै जानेछु। अब कति पनि ढिला नगरी अब जो हामी प्रयोगात्मक परीक्षण प्र्याक्टिकल एक्जामिनेसन स्किमको बारेमा बुझ्नलाई के कुराहरू सोध्न सक्छ त हामीलाई, के कुरा सोध्न सक्छ होइन, के कुरा सोध्छ त्यो स्पेसिफिक एउटा कन्टेन्ट दिएको छ। हामी त्यही आधारमा रहेर उसले क्वेसन सोध्दैछ र त्यसैका बेसमा रहेर हामीले तयारी गर्नुपर्ने हुन्छ। पहिलो कुरा त हामी सबैलाई थाहा छ, नेपाली टाइपिङ सोध्छ, इङ्ग्लिस टाइपिङ सोध्छ र विन्डोज बेसिक र विन्डोज वर्ड प्रोसेसिङका सामान्य क्वेसनहरू सोध्ने गर्दछ। पहिलो कुरा त तपाईँहरू नेपाली टाइपिङ पनि त्यत्तिकै महत्त्वपूर्ण छ, नेपाली टाइपिङ जान्नुपर्ने हुन्छ, इङ्ग्लिस टाइपिङ जान्नुपर्ने हुन्छ र सामान्य विन्डोज र वर्ड प्रोसेसिङका सामान्य सोल्युसनहरू, त्यो प्रब्लमहरूलाई चाहिँ तपाईँले ह्यान्डल गर्नुपर्ने हुन्छ। नेपाली टाइपिङमा समस्या छ भने कसरी नेपाली टाइपिङ बढाउन सकिन्छ भन्ने कुरा तपाईँलाई त्यस्तो किसिमको भिडियो चाहिन्छ, त्यस्तो किसिमको टिप्सहरू चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। इङ्ग्लिस टाइपिङ त लगभग प्र्याक्टिस गर्ने भने सकिन्छ नै, नेपाली टाइपिङ अलिकति गाह्रो हुन्छ। त्यो कारणले नेपाली टाइपिङका धेरै टिप्सहरू छन्, ती टिप्सहरूलाई फलो गऱ्यो भने नेपाली टाइपिङ पनि तपाईँले सजिलैसँग बढाउन सक्नुहुनेछ र तपाईँ टाइपिङमा 5 मा 5 ल्याउन सक्ने पनि हुन सक्नुहुन्छ। र एप्लिकेसन सबैभन्दा हामीलाई मार्किङको लागि महत्त्वपूर्ण भनेको एप्लिकेसन हो। छोटो समयमा हामीले 5 मा 5 ल्याउन सक्ने हुनुपर्ने छ। लगभग 15-20 दिनको टाइम छ होला। त्यो समय अवधिमा हामीले यो 5 मार्क्सको एप्लिकेसनको कन्टेन्टलाई चाहिँ हामी एकदमै बुझेर त्यसको सोल्युसन गर्ने कोसिस गर्नेछौँ। विन्डोज बेसिकमा सामान्य कुराहरू छ, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ र वर्ड प्रोसेसिङमा पनि एकदमै सामान्य एकदम सिम्पल कुराहरू रहेको छ। तपाईँहरू कति पनि आत्तिनु हुँदैन है। यसको सोल्युसन तपाईँहरूलाई म एक गरेर तपाईँका कुनै पनि क्वेसनहरू अप्ठ्यारो लाग्छ भने एक गरी सोध्न पनि सक्नुहुनेछ। यो सबै म तपाईँको पार्ट वाइज पार्ट 1, पार्ट 2, पार्ट 3 गर्दै तपाईँहरूलाई वर्डका क्वेसनहरू, वर्ड प्रोसेसिङका क्वेसनहरू र विन्डोज बेसिकका क्वेसनहरू तपाईँहरूलाई म यसरी पार्ट वाइज ल्याउने छु र तपाईँलाई कस्तो लाग्छ लोकसेवाले सोध्ने सेट मोडेल सेटको आधारमा चाहिन्छ या तपाईँको वर्डका क्वेसनको छुट्टै अनि विन्डोजका क्वेसनको छुट्टै चाहिन्छ, त्यो तपाईँले कमेन्ट गर्नुहोला र म त्यही अनुसार भिडियोहरू बनाउने कोसिस गर्नेछु र मैले केही क्वेसनहरू पनि तयार गरेको छु र विशेष गरी अब कम्प्युटर परीक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि म भन्नेछु अर्को भिडियोमा। अहिलेलाई भने यो भिडियोलाई यति छ र तपाईँलाई मैले के कुरा सोध्नलाई यो भिडियो बनाएको भने कस्तो खालको भिडियोहरू चाहनुहुन्छ तपाईँ है। लोकसेवाले सोध्ने प्याटर्नमा
भनेको ट्याक्कै जसरी सोध्छ त्यसरी नै चाहिने हो या के छ त्यसरी भन्नुहोला, त्यही अनुसारले म भिडियो बनाउनेछु।